यो चाहिँ कतारको भ्यान्डम मल भन्ने ठाउँ हो जहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ पिज्जा बक्स। यो पिज्जा बक्स भनेको चाहिँ अमेरिकन पिज्जा हो। स्लाइस अफ न्युयोर्क भनेर भन्छ। यहाँ चाहिँ हाम्रो पिज्जा बनाउने भाइहरू छन्, नेपाली छन्। यिनीहरूलाई सोध्नु यहाँ के कस्तो कमाइहरू छ। ल भाइ, कस्तो छ त कतारमा आउने नयाँ मान्छेहरूको लागि? बेरोजगारीहरू मात्रै आउँछ यहाँ। रोजगारी भएको नेपालमै ठिक हो। यहाँ आयो पछुतायो भनेपछि कतार राम्रो छैन त्यसो कि? बुढा लाइफमा बस्यो क्या हो। ल अब हाम्रो यहाँ अर्को एकजना छन्, यी कुदे भागे। यिनी चाहिँ यहाँ चाहिँ यो सिराज भन्ने चाहिँ यो एकदमै चल्ने रेस्टुरेन्टमा आउँछ। अर्को मिस्टर जोन्सन लुक एट मी। यहाँ अर्को हाम्रो भाइ पनि छन्, यिनी पनि पिज्जा बनाउने मान्छे हुन्। तल जा है लाइफ ल भन भाइ, के छ कस्तो छ कतारतिर आउँदाखेरि नयाँ मान्छेलाई के कस्तो? मिस्टर, अब यहाँ हाम्रो एउटा केनियन मान्छे छ, मिस्टर जोन्सन भन्ने कुरो। मिस्टर जोन्सन, यो हाम्रो तिमीलाई उसको हो क्या? ल मेरो होलिया बनाउँछ भने ल मेरो पनि खिच्दै हुन्छ। ल समाउ ब्याग बोक्नु ल। अब कतारको हाम्रो कम्पनीको डन हो होइन, यो डन अब उसले भनेको अब चाहिँ यो चाहिँ कस्तो भनेदेखि कतारमा काम गर्ने नेपालीहरूको लागि तपाईँहरूले देखिहाल्नुभयो, यहाँ विभिन्न किसिमका रेस्टुरेन्टहरू छन् जसमा पिज्जादेखि लिएर अब मेक्सिकन फुडदेखि लिएर जापानिज फुडहरू सबै छन्। यहाँ हामीलाई काम गर्ने भाइहरू भइहाले, यिनीहरू सबै सन्तुष्टि छन्। यहाँ चाहिँ नेपाल सन्तुष्टि चाहिँ कोही पनि छैन ल दाइ। र अफ्रिकाका मान्छेहरू चाहिँ सिधा कुरा हो होइन, सन्तुष्टि कोही पनि छैन यहाँ। एउटा कुरा सन्तुष्टि त अब मान्छे बाँचुन्जेल यस्तो जिन्दगीमा कहाँ सन्तुष्ट पाइन्छ र होइन। त्यसमा चाहिँ अब अर्को हाम्रो एउटा छ यो हाम्रो काले राई भन्ने कुरो। काले भाइ यो काले भाइ पनि यी काम गर्छ होइन। यो मिस्टर जोन, वेयर आर यु फ्रम? Kenya, Nairobi. Where are you from? I'm not happy. No. Where are you from? Kenya, Nairobi. Kenya, Nairobi. So, how is going your life here in Qatar? How is your life going here in Qatar? Bro, are you recording? Yes. Yes. I use